धादिङको रुबी भ्यालीको वार्ड नम्बर 4 40 गाउँको चाहिँ गाउँ 40 हाम्रो 5 गाउँ छन् 40 तिर लाप्च्यात रच्यात खादिङ अनि अझै उता डाँडा गाउँ सुत्ता छन् र यसमा 5 गाउँमा चाहिँ हाम्रो यो यस्तो मारनी त्यो चाहिँ अलिकति संस्कृति हराउँदै गएको कारणले मेरो छोरा नातिहरूलाई म यो जानकारी दिँदैछ किनभनेदेखि अहिले अब म घाँटोको सुरु गर्छु तपाईँहरूसँग घाँटो पहिले मैले थाहा भएको अनुसार अब गुरुबाबुहरूसँग गीत गाउँदाखेरि अनि नाच्दाखेरि थाहा भएको अनुसार चाहिँ पहिले चाहिँ एउटा राजा एक ठाउँ थियो अरे त्यो राजाले चाहिँ सिकार खेल्दै जाँदाखेरि चाहिँ एउटा जङ्गलमा चाहिँ एउटा घर रहेछ अरे त्यो घरमा चाहिँ पुगेछ पुग्दाखेरि चाहिँ त्यो घरमा चाहिँ पानी प्यास लागेर पानी माग्न जान गएछ जाँदाखेरि त्यो घरको एउटा छोरी मान्छे मात्रै रहेछ त्यो छोरी मान्छेले चाहिँ अलि मोसो सोसो दलेर आएर पानी दिएछ पानी दिँदाखेरि त्यो राजाले चाहिँ यस्तो पानी मुखमा छ्यापिदिएर हेर्दाखेरि चाहिँ त्यो चाहिँ अब छोरा मान्छे दिए डढाएर चाहिँ उसले मोसो लगाएको रहेछ अन्त ऊ अलिक राम्रै खालको रहेछ गर्दाखेरि राजाले चाहिँ अब उहाँलाई विवाह गर्नेको चाहिँ सुरु गरेछ गर्दाखेरि त्यहाँदेखि घरमा गएर चाहिँ उहाँले राजाले त्यो सुन्दरी केटीलाई चाहिँ अब माग्नु गयो अनि दियो गर्दाखेरि विवाहको सुरु गर्दाखेरि त्यहाँदेखि हाम्रो पहिलाको परम्पराको चलन चाहिँ के छ भने अब लुगाको मूल्य दिनुपर्ने भन्नेको कारण थियो गर्दाखेरि लुगाको मूल्य दिनु पर्यो भन्दाखेरि अब लुगाको मूल्य गन्दै जाँदाखेरि 1 रुपियाँदेखिको गन्दै गएर 60 रुपियाँमा उहाँहरू मिलन भएछ अब 60 रुपियाँमा चाहिँ पुरा उनीहरू पुरा मिल्यो छुनुफानु भयो गर्दाखेरि 60 रुपियाँमा मिलेर चाहिँ त्यहाँदेखि त्यो केटी ल्यायो राजाले ल्याएर आफ्नो दरबारमा चाहिँ भित्र्याएर रन्दा बस्दाखेरि त्यहाँदेखि अब सिकारकै मेलो आउँछ सिकारको मेलो रह्यो त्यहाँदेखि सिकार भन्छन् सिकार खेल्नु जाँदाखेरि चाहिँ हामीहरू लो आज चाहिँ सिकार खेल्ने हाम्रो घाँटोको चाहिँ सिकार खेल्ने भन्छन् सिकार खेल्ने भन्दा चाहिँ त्यो दिनमा चाहिँ हामी के गर्छ भने एउटा मृगको छाला ल्याएर मृग बनाएर चाहिँ एउटा कुनामा राख्छन् त्यहाँदेखि कोही झाँग्री बनाउँछन् कोही सिबय बनाउँछन् कोही उरुरु बनाउँछन् चचहे भन्छन् उरुरु भन्छन् ल भन्छन् झाँग्रीले डङ गर्छ यो गाउँ पुरा डुलेर त्यहाँदेखि त्यो फेरि यो कुरा कसमा भर पर्छ भने त्यो त्यहाँ गुरुबाबु पद गीत गाउँदै हुन्छ उनीहरूले त्यही गीत गाएको हुन्छ जान्दाखेरि ल यहाँ तुर्नु लायो भन्दाखेरि त्यहाँदेखि त्यहाँ गएर चाहिँ त्यहाँदेखि झाँग्रीले यो मृग पाएन हाम्रो त यो परम्पराको यो कुरा के छ भनेदेखि मृग जान्दाखेरि मृग मार्न जाँदाखेरि त्यो गर्न जाँदाखेरि के गर्छ भने टाप्ला भन्छ टाप्लालाई त्यो तोरमा बनाएर चाहिँ फालेर मात्रै बल्ल त्यहाँ मृग पाउनेको सम्बन्ध थियो कि पहिलाको जमानामा अन्त त्यहाँदेखि झाँग्रीले लो तोरमा बनाएर चाहिँ ढाङ गरेर नाचेर त्यो गरेर बस तोरमा बनाएर फालेर त्यहाँदेखि नाच्दै गएर चाहिँ बल्ल त्यहाँ सिकार मार्यो मृग मार्यो मृग त्यहाँ लुगाएर राखेको हुन्छ त्यसमा गएर उरुरु भन्छन् चचाइ भन्छन् ल भन्छन् त्यहाँ मार्यो भन्छन् त्यसो गरेर हान्छन् हानेर त्यो हो मारेछ सबै हुन्छ त्यहाँ सिकारी बनाएको हुन्छ लाउरिया बनाएको हुन्छ उरुरु बनाएको हुन्छ सब कुरो बनाएको हुन्छ हो त्यो मारेर तिनीहरूले त्यहाँदेखि त्यो मृगको बिलो गरेपछि के गर्छ भने फुद उठाउनुपर्छ
फुत कस्तो हो भनेदेखि जस्तो हामीले यो दसैँमा मार काट्दाखेरि के गर्दाखेरि दसैँलाई चाहिँ फुत उठाउनुपर्छ। टाउकोदेखिको लिएर आँखादेखिको लिएर साब्रादेखिको लिएर सबै कुरो फुत उठाउनुपर्छ। त्यही फुत चाहिँ उहाँले उठाएर चाहिँ सबै फुत उठाएर त्यहाँदेखि उरुले चाहिँ त्यो उनेर चाहिँ त्यसमा उनेर त्यहाँदेखि घाँसेरीसँग नाच्दै 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 गएर जस्तो घाँसेरीले नाच्छ त्यस्तै नाच्दै नाच्दै गरेर त्यो सिसाहरू बुझाउँछन्। त्यो बुझाइसकेपछि त्यहाँदेखि भुल्छो दिनदेखि के गर्छ भनेदेखि अब त्यो सिगार हामीले खेल्यो। त्यो भुल्छो दिनदेखि के गर्छ भनेदेखि त्यहाँदेखि हामीहरू आमा पुज्नेको सुरु गर्छ। आमा पुज्नेको सही पुज्ने आमा पुज्ने भन्ने मतलब के हो भनेदेखि उनले थाहा भएन साथी पुज्ने सही पुज्ने साथीलाई चाहिँ हामीहरू पुज्छ। आमा पुज्छ, आमालाई पुजेर त्यहाँदेखि अब त्यहाँ गएर चाहिँ आमा पुजेर त्यहाँदेखि राम्रो उनीहरू त्यो गर्छन्। हो त्यसो गरेर त्यहाँदेखि आमा पुजिसकेपछि त्यहाँदेखि ल हामी कसो गर्ने त त्यो आमा पुजिसकेपछि त्यहाँ हामी दानको बेलो लाने। दान माग्नु पर्यो, हामी दान दक्षिणा माग्नु पर्यो। दान दक्षिणा कसरी माग्ने हो भनेदेखि अब यो हामी गाउँदेखिको लिएर सेर्तुङ जान्छन्। अहिले तपाईँहरूले वार्ता लिनुभएको थियो बुहारीले तिरमा जान्छ, उहाँको मै त तिर हो, तिरमा नि गयो। र अब दानको मेलो आयो भनेदेखि दान कसरी माग्ने हो भनेदेखि अब यहाँ जस्तो तपाईँको घर यो छ भनेदेखि तपाईँको घरमा मुख गएर बिसायो राखेपछि मुखियाको नामै सुने यामो यायो आरे यामी त जान्छ नि मुखियाको मुख्यानीले बोलो बिदा पाऊँ। अब यो तपाईँले एकबार बुझ्नुभयो होला, बुझिन नि होला। हामीले कसो भन्यो भने मुखियाको नमै सुन्ने यामो यायो हारे यामो त जान्छ भने हामीलाई यामो भन्छ क्या त्यो घाटोमा चाहिँ यामो त जान्छ भने मुखिया र मुखियानीले भोलो बिदा पाऊँ भनेर त्यो बन्यो। त्यहाँदेखि बिदा माग्यो। त्यहाँदेखि मागोमा राजै भन्ने कुरा के हो भनेदेखि एउटा घल्याकमा दुईवटा निङ्लाको त्यो बनाउँछन्, यस्तो त्यो बनाउँछन्। अहिले पूर्व हाम्रो साइली छोरीले नाचेको थियो। त्यहाँदेखि मागो महाराज सामोले मागो महाराज सामोले हो दिया हो रे दान आरे देर रे ओ दान के दे ओ दान बोला सिन्दुरमा पाए यो अब यो सिन्दुरले पहिराउला भनेर यसरी हामीले दानको मेलो गीत गायो। अब यो कतिपल्टसम्म गीत गाउँछ यो त तपाईँहरूलाई मोटामोटीले अलि बिस्तार तालले त भन्दैछ, नभने चाहिँ अलि धेरै आउँथ्यो। अनि यो भनिसकेपछि अब 2 पटक 4 पटक 5 पटक धेरैसम्म भन्यो। यसलाई दोहोरी आउँछ। दोहोरी आउँछ त्यहाँ दान ल्याउँछ क्या। दान भनेको अब चामल त्यो पैसा त्यो दान ल्याउँछन्, दान दिन्छन्। दान दिएपछि त्यहाँदेखि हामी जाने बेला भयो।
अब पहिला मैले के भन्यो त तपाईँलाई फेरि दोहोऱ्याएर भन्नु पऱ्यो, त्यहाँ कस्तो हुन्छ दोहोऱ्याएर भन्नु पऱ्यो। मुखियाको नमै सुनि यामु यायो, हारे यामु त जान्छ हो नि, मुखिया र मुखियाले भोलो बिदा पाऊँ, पहिला त्यो भन्यो। फेरि अहिले अब तपाईँहरूलाई हामी जाने बेला भयो, भयो जाने बेला पछि मुखियाको काखै बसी हाँस्यो खेल्यो, खेल्यो हारे यामु त जान्छ हो नि, मुखिया र मुखियालाई भोलो आशिको भनेर त्यो आशिकको मेलो गर्यो है। त्यो आशिकको मेलो गरेपछि त्यहाँदेखि अब जाने बेला भयो, जाने बेलामा अब फेरि हामीले के भन्छ भन्ने जाने बेला गीत भन्न रागो मातोरे ब्राह्मणना, रागो मातोरे ब्राह्मणना, ब्राह्मणना निको भेटिया मागेर चल रे मारे भैया छोटीमा छोटाइला। यो तपाईँलाई फेरि एउटा मैले दोहोऱ्याएर भनौँ कि किनभने रागोमा तरे ब्राह्मण नानीको भेटिया मागेर चल रे मारे भैया छुट्टीमा छुट्याइला भनेपछि हामीले दान माग्यो। अब छुट्टीमा छुट्याइला भने हामीले बिदा मागेर गयो, बिदा मागेर हामी गयो हो। यसै मतलबको त्यहाँदेखि घर घरमा हामीहरू त्यसरी हामी बिदाको त्यो गर्दै जान्छन्। अब यो यही कुरा धेरै यही चल्छ। माङ्गोमा राजा अस्ति मेरो छोरी आउँदा नि यही आएको थियो, यही माङ्गोमा राजा यही चल्दै जान्छन्। यही चल्दै गएपछि त्यहाँदेखि यो दान हामीले पुरा मागिसक्यो। सकभर सेरतुङमा नि जान्थ्यौँ, हामीले तिरमा नि जान्थ्यौँ। यहाँ बुहारीको इन्टरभ्यू ल्याएको थियो, इन्टरभ्यू बुहारीले तिरमा नि गएको थियो र यहाँ एउटा बुहारी चाहिँ हाम्रो सेरतुङ गएको थियो। सेरतुङमा उहाँको चाहिँ इष्टमित्र धेरै हुनुहुन्छ र उहाँसँग चाहिँ हामीले सेरतुङमा रातभरि गाएर यही गाएर चाहिँ त्यहाँदेखि फर्क्यो। त्यहाँदेखि फर्किसकेपछि घर फर्किसकेपछि त्यहाँदेखि फेरि अब गाउँमा पुरै मागेर बसिसकेपछि त्यहाँदेखि हामीले के भयो भने फेरि यो हाम्रो त्यसको मेला आयो कि यो हाम्रो लडाइँको मेलो आयो कि। लडाइँको मेलो कसरी आयो भनेदेखि अब त्यहाँ आएपछि त्यहाँदेखि फेरि राजाले कोही राजाले उताबाट लगार्थै ल्याएको थियो मृगो, यताबाट कोही राजाले मृगो लगार्थै ल्याएको थियो। त्यही सिकारै खेल्छन् उनीहरू, सिकार मृग लगार्थै लाँदाखेरि अनि त्यहाँदेखि उनीहरू बिचमा झगडा भएछ। अब तपाईँले जब धवाएर ल्यायो मैले मारिदियो, मैले धवाएर ल्यायो तपाईँले मारिदियो, मारिदिएपछि त्यहाँ झगडा भयो कि उनीहरू झगडा भयो। झगडा भएपछि ल अब जनयुक्त गर्ने भन्यो, लडाइँको सुरु भयो। उनीहरू लडाइँको सुरु भएपछि त्यहाँदेखि राजा लडाइँको सुरु गयो। लडाइँको सुरु गएपछि त्यहाँदेखि लडाइँको गीत के हो भनेदेखि एउटा चाहिँ तपाईँहरूलाई सुरु भन्नु पऱ्यो। हारे पुरी बाये देशमा हाबोदये देशमा बारा जोरे कुमार ठेले जो जयमा जो जयला। सकभर यसमा र त्यहाँ मैले के भन्यो भने हारे पुरी भयो देशैमा 12 जोरी कुमार ठेली जुझैमा जुझैला। पूर्व देश लड्यो, पश्चिम देश लड्यो, उत्तर देश लड्यो, दक्षिण देश लड्यो। अब चारै देशमा लड्यापछि त्यहाँदेखि त्यो राजालाई मारिदियो है। मारिदिएपछि त्यहाँदेखि राजा मरिएपछि सम्झाएर कसले ल्यायो त भने हारे राजैमा जिउ त मर्यो भने राजैमा जिउ त मर्यो भने समा
समाचार ल्याए कालेमा कागले। तपाईँले बुझ्नु न, राजैमा जिउ मर्यो रे भने समाचार ल्याउने कालीमा कवैला भन्यो है। अब त्यो राजा मर्यो भन्यो, अनि राजा मर्यो भनेर सम्झार ल्यायो, कागले सम्झार ल्यायो। ल्याएपछि रानीले त्यहाँदेखि अब किन अब आफ्नो लोग्ने मर्यापछि पहिलाको जमानामा सत्य जाने जमाना नै हो। अब सत्य जाने भन्ने उसले निर्णय गर्यो। निर्णय गरेपछि त्यहाँदेखि हामी फेरि आमा पुत्नु जान्छ है। आमा पुत्यो र सही पुत्नु जान्छ। त्यहाँ अब हाम्रो साईले पनि छोरी पनि गएको थियो। आमा पुज्यो, अनि छोरीसँग त्यो सङ्गीसँग आमासँग सबैसँग माया छुट्याउँछ के। माया छुट्याउँदाखेरि नर्मैलो गीत छन्, यो माया छुट्याएको गीत। तर मलाई त्यो पुरा आउँदैन। कोहीलाई रोउनु मन लाग्छ, कसैलाई त्यो गीत भन्दै भन्दै रुनु मन नै लाग्छ। त्यस्तो पाराको नर्मैलो गीत छ। आमासँग छुट्याउँछ हाम्रो साइली छोरी र बाउजीलाई थाहा होला। त्यो नर्मैलो गीत गाउँछन्। अनि सङ्गीफत नै सबै रोन्छ। गाँसेरी त्यहाँ रोन्छ, सङ्गीफत यहाँ रोन्छ। सबैसँग माया छुट्याउँछ। किनभनेदेखि त्यो गाँसेरी त गीत टुङ पुगेन, टुक टुगेन भने त्यो मर्छ नि त। पहिला जमाना नि मर्या हो, त्यो मर्छ नि त। त्यसो भएर गाँसेरी माग्दाखेरि एक्कासी दिँदैन थियो कि, मर्छ नि त। हो त्यस तरिकाले सबै रोन्थ्यो। त्यसो भएर अनि माया छुट्यायो। हाम्रो साइली छोरीकोमा चाहिँ माया छुट्याउँदाखेरि चाहिँ म त अलिक तलै थियो, अनि साइली छोरी अलिक माथि थियो, गुरुबाबु हुँदा अलिक माथि थियो। गर्दाखेरि मैले त्यो माया छुट्याउनु गीत चाहिँ राम्रोसँग खलास गरेर आएन के। अनि त्यसो गरेर माया छुट्यायो। माया छुट्याएपछि त्यहाँदेखि हामीहरू दान दक्षिणा सबै गयो। माया छुट्याएपछि त्यहाँदेखि रानीले के भन्यो भने अब उहाँ त फेरि सत्य जाने भयो नि त। सत्य जाने भएपछि उहाँले के भन्छ भने हात्ती घोडा चरा चरङ्गी सबै कुरो पालेका छन्। त्यो तल मैदानमा चाहिँ चराको नक्सा भएको काठ पनि लान्थ्यो, घोडाको नक्सा भएको काठ पनि लान्थ्यो, हात्तीको नक्सा भएको काठ पनि लान्थ्यो। त्यो काठमा के नभनेदेखि उहाँले चाहिँ उहाँले पालेको हात्तीलाई चाहिँ हात्तीले के खान्थ्यो त्यही बुझाएर भन्थ्यो। अनि चराले के खान्छ त्यही चिज दिन्थ्यो। अनि सबै आफ्नो चिजलाई सबैलाई भनिसक्यो। भनिसकेपछि उहाँको चाहिँ एउटा छोरा थियो, पुत्र थियो। अनि त्यो छोरालाई चाहिँ त्यहाँदेखि उहाँले फेरि सोध्नुपर्छ। सोध्नुपर्दा पनि अब सुन्नु त एउटा कुरा भनौँ। सुनिमाले ससुरा हाम्रो एकै बिनती हारे हामी त जान्छौँ बालै कृष्ण राजलाई मार्या हत्या पाल्या पन्यो तिमीलाई सोभ्यो नि। अब यो कुरा कस्तो भयो भने सुनिमा ल्याऊ ससुरा हाम्रो एकै बिन्ती बालै कृष्ण राजालाई मार्या हत्या पाल्या पनि तपाईँलाई सोभ्यो नि भनेर त्यो अब मैले ससुराको कुरा त भने र यो सासू ससुरा नन्द भाउजू सबैलाई उहाँले फेरि यो कुरा त धेरै आउँछ नि त। मैले त बिचबिचमा भनेको छ त। यो सबै कुरा सोभ्यो। सोभेर सबै कुरा सोभिसकेपछि उहाँले राम बोल्यो। हेर्नुहोस् है, राम बोल्यो। सत्य जानेको राम बोल्यो। राम बोलेपछि त्यो गाँसेरीले घरमा आउनु हुँदैन। त्यो राम बोलेपछि उहाँले सत्य जाने भनेर राम बोलिसकेपछि घरमा आउनु हुँदैन। त्यहाँदेखि ठुलो टाढा घर बनाएर यस्तो ठुलो अब घरमा थाहा छ होला, ठुलो घर बनाएर त्यसमा छ्यार्पी ठिटा सबै त्यहाँ रुँगेर बस्नुपर्छ। त्यो गाँसेरीलाई रुँग्नुपर्छ। त्यहाँदेखि त्यो गाँसेरीले के खानु त्यसलाई जगाउँदैन फेरि
त्यो आँपट्टि बान्याएको भन्या हुन्छ। त्यो जब राम बोलिसकेपछि त्यो जगाउँदैन फेरि, आँपट्टि भन्या हुन्छ। त्यहाँ सबै बसेर रुङ्छ। त्यहाँदेखि अब दिसा पुसाब जानु पऱ्यो भने नि त्यो सैफले त्यो गर्ने, खानाकुरो के खान्छ सबै ल्याएर दिने हो। त्यसो गरेर त्यो घाटमा रुँगेर बस्छन्। अनि त्यहाँदेखि अब धुर्ने हामी कति बेला भनेदेखि कि यो पूर्णिमा धुर्ने हो कि पूर्णिमा, यो पूर्णिमा औँसीमा धुर्नु छैन भनेदेखि औँसीको पन्छमा धुर्ने हो। त्यसमा छैन भने असार औँसीको पन्छमा 5 दिन जानुसम्म चाहिँ हामीले धुर्ने भन्ने मतलब फेरि तिमीहरूले नबुझ्नु सक्ला। त्यो धुर्ने भनेको चाहिँ त्यो दिनमा चाहिँ हामीहरूले त्यो लगेर हामीले तल मैदानमा छ हाम्रो, मैदानमा त्यो सबै लगेर हामीले फाल्नुपर्छ हो। त्यसो गरेर त्यहाँदेखि त्यसो गरेर बस्ने हो। त्यसो गरेर बस्यो, त्यो गऱ्यो। त्यहाँदेखि रामबोल्नेको मेस्तो गयो। रामबोल्ने मेस्तो गएपछि त्यो गीत चाहिँ पुरा गीत चाहिँ हाम्रो मैदानमा गाउनुपर्छ। त्यसो भएर गुरुबाबुले चाहिँ त्यो गुरुबाबुले चाहिँ त्यो दिनमा चाहिँ हाम्रो धेरै गीत छ। गुरुमाफतलाई ल त्यो दिनमा चाहिँ हामीलाई बिहानै लाउनुपर्छ भन्छ। बिहानै खानेकुराहरू नै बिहानै लाने हो। खाजा खजिलो सबै बिहानै लाने हो। बिहानैदेखिको त्यो सत्यको गीत लाउने हो। सत्य गीत भनेको अघि जस्तो मैले सुरुदेखिको त्यो राजाको कुरा भन्यो, त्योदेखिको लिएर सत्य जानेसम्मको गीत गाउनुपर्छ। गएर त्यहाँदेखि सत्यमा तल मैदानमा लाने हो। त्यो मैदानमा लगेर चाहिँ त्यहाँदेखि हामी फेरि सत्यको गीत अब राम बोल्यो। त्यहाँदेखि त्यो मैदानमा लगेर त्यहाँदेखि हामीहरूले के गर्नुपर्छ, त्यहाँ सलिया पजाउनुपर्छ। फेरि सलिया पजाउने भनेको जस्तो सल्लाहको 1 तलादेखिको लिएर 9 तलासम्म गर्नुपर्छ। 9 तलासम्म हामीहरूले गन्छन्। 9 तला अब यस्तो हाल्दा नि हाल्छन्, यस्तो गरेर 9 तला हाल्छ। त्यहाँदेखि बाटो काट्ने भनेको अब यस्तो धागो तान्छ। अनि त्यहाँदेखि एउटा कुखुरा चल्ला लिएर बसिरहेको हुन्छ। त्यहाँ कुखुरा चल्ला त्यति बेला त यो बन्केराको बच्चा पाउँथ्यो। त्यो बन्केराको बच्चा लिएर बस्थ्यो। अनि त्यहाँदेखि त्यसो गरेर बाटो काट्नेको मेलो त्यसरी जान्थ्यो कि। अन्त बाटो काट्ने त्यसरी गरेर नाच्दै गएर त्यसरी बाटो काट्ने। त्यहाँदेखि सले पजाएकोमा हामी सत्यको गीत कसरी गाउने भने अब 1 तलादेखिको गन्दै लिएर 9 तलासम्म हामी सलिया पजाएको गनायो। गनेर त्यसमा त्यहाँदेखि रानी याम्बवती हो न उहाँको चाहिँ, रानीको चाहिँ रानी याम्बवती त्यहाँदेखि त्यो सलियामा राख्यो। राखेपछि फेरि त्यो याम्बवतीले बोलेको कुरा चाहिँ अर्को जनताफले सुन्नु हुँदैन। यो बोलेको कुरा सुन्नु हुँदैन। अब त्यसो गरेर त जब आगो लगाएपछि त्यो 9 बुन्दा बाजा त्यहाँ जति कुरा नि छ नि सबै बजाउने के, डङ डङ डुङ डुङ भङ भङ बुङ बुङ हा हि भन्ने, त्यो रानीले बोलेको कुरा नसुन्ने। त्यस्तो गरेर हो त्यो गीत गाउँछन्। हो त्यो गाइसकेर च्याट्ट आगो लगाउँछ। आगो लगाइसकेपछि तुरुन्तै फेरि जगाउने गीत भन्नुपर्छ। तुरुन्तै भनेन भने त्यो गाँसेर फेरि मर्या भएर जान्छ। पहिला सत्यजुगमा पहिला मर्दा नि मर्या रहेछ, हाम्रै गाउँमा पर्या रहेछ। यो हाम्रो अर्कोको चाहिँ ठाडे घाँटो भन्छ, हाम्रो चाहिँ सत्य घाँटो भन्छ। त्यस्तै प्रकारले यस्तो यदि मेलो भएर त भने हामीहरूले यो घाँटोको गीत चाहिँ हामीले खडा गर्नु सकेन। किन खडा गर्नु सकेन भने अलिकति त्यहाँ दर्शक यताउता भयो भनेदेखि त्यो गाँसेरी खत्तम हुन्छ। एउटा गीत मात्रै बिर्सिया नि काम गीत मात्रै बिर्सिया त भने त्यो खत्तम हुन्छ। हो त्यसरी गरले हामीहरूले यो घाँटोको मेसो नगरे हो। अन्त त्यसो भएर त्यहाँदेखि त्यो गाँसेरीले चाहिँ त्यसरी नाच्दै नाच्दै ढल्यो 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 भएको बेलामा यस्तो ढल्यो ढल्यो, अहिले बरीले नि भन्यो होला, यस्तो ढल्यो ढल्यो भएको बेलामा कहाँतिर ढल्छ नि त, त्यहाँ अब सहीले चाहिँ थाहा पाउँछ। अब यो ढल्नै लाग्यो भन्दाखेरि ट्याप्प समातेर आफ्नो साथीफतले आफ्नो काखमा हाल्छन्। त्यहाँदेखि कोही उहाँको साथीफत सबै रोन्छ, सबै झ्याउझ्याउ रोनु थाल्छ, मर्या जस्तै हुन्छ। त्यहाँदेखि त्यो गुरुबाबुले तुरुन्तै त्यहाँ फुल चोखो पानी, त्यहाँ चोखो पानी नि कस्तो खालको चोखो पानी हुन्छ भने त्यो चोखो पानीमा हाम्रो
गाईको गोँत भएको हुन्छ, अनि मोरीको त्यो भएको हुन्छ, त्यहाँ त्यो तामाको चक्का त्यो भएको हुन्छ, सबै चोखो पानी आएर फुल फेरि हाम्रो सबै रङको फुल लगाएर त्यो त्यो गरेर छ्याप्या हुन्छ के। त्यो अब त्यो गरेर त्यो गीत गाउँदै छ्याप्दै गरेर बल्ल त्यो घाँसेरी जाग्यो। अब जागिसकेपछि त्यहाँदेखि बिरफल भन्छन्, तपाईँहरूलाई उहाँ बुहारी फल्ने भन्नु सक्नु होला। बिरफल भनेको यहाँ काखतमा यसमा काखतमा लेखिएको हुन्छ बिरफल। उहाँले लेख्यो भने भोलि देख्छ होला। अनि त्यो बिरफल लेखिएको हुन्छ, काखतमा लेखेर चरचर काटेर यस्तो त्यो बनिएको हुन्छ। अनि पहेँलो दर्गा चाहिँ त्यो बेसारले रङ्गाएको यति लामो त्यो हुन्छ। त्यो गाँसेरीलाई चाहिँ पहिला गीत नगाई नै त्यो दर्शा देखाइदियो भने त्यो गाँसेरीको चाहिँ आँख चिम्म हुन्छ क्या। त्यसमा चाहिँ देवता शक्ति बसिएको हुन्छ। हो त्यो अहिले बुहारीफलले पनि बजेको होला। त्यो पहेँलो परेको दर्शा हुन्छन्, त्यो दर्शा चाहिँ देखाइदियो भने झुल्छ उनीहरू। किनभने त्यो फेरि बाटो नकाट्नुसम्म, बाटो काटिसकेपछि चाहिँ फेरि त्यो हुँदैन। अन्त बाटो काट्यो भनेको अघि मैले भन्यो दर्जा तानेर अनि सब कुरो राखेर नाच्दै गएर त्यो धागो चुडाएर त्यो गरेको बाटो काट्यो। त्यो बाटो काटेपछि त्यहाँदेखि उहाँले फेरि कोही मर्दा पर्दा नै त्यसले बाटो पायो अरे के। अनि त्यो अब एक फेरा नाचेर दुई फेरामा बाटो काट्न मिल्दैन कि एक फेरामा बाटो काट्नुपर्छ कि तीन फेरा पुऱ्याउनुपर्छ। अन्त त्यो दुई फेरामा बाटो नकाटी उहाँ मऱ्यो भनेदेखि अब भन्छन् अब उनीहरू यो होइन बाटो पाउँदैन अरे त्यो भनेर त्यो कुरा सुनाउँछन्। अन्त हो यो यसरी हाम्रो यो अब त्यो भइसकेपछि त्यो पुरा हाम्रो अब बाटो काट्नेको मेलो, अब सत्यको मेलो, अब सत्य गएर जगाउनेको मेलो हाम्रो पुरा भइसकेपछि त्यहाँदेखि हाम्रो जगाइसकेपछि अब हाम्रो त्यहाँ नाच्नेको हरुबै नाच्नेको कुरा आयो, रमाइलो गर्ने कुरा आयो। ए फरिया त फरिया ढिलो समय फरिया हरुबै फेरिया तेरी जवान फेरिया हरुबै फेरिया तेरी जवान फेरिया भनेको छोरी मुछीले यस्तो फरियासँग हुने यस्तो नचाएर फर 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 नाच्छ के। अनि त्यहाँदेखि सैरनी नानी हिँड्याको बाटो तितरे पहिलोले भेटो हाइरेमा जेवाना भन्दाखेरि यस्तो गरेर सबैले फ्राक्क मार्छन्। त्यो बिचमा त्यो एउटा दर्शा जस्तो त्यो निकालेको हुन्छ, त्यसमा सबै घुमेर नाच्छ। यो चाहिँ अब हाम्रो रमाइलो चाहिँ सैरनी भनेको चाहिँ हाम्रो काने बाउज्यू, उहाँ पहिला गाँसेरी उहाँ नै हो। काने बाउज्यू भन्ने थाहा भयो होला। अब हाम्रो सालदाईको श्रीमती काने बाउज्यू हो। उहाँ चाहिँ सैरनी हो। चाहिँ सैरनी हाम्रो तिमीहरूले नथाहा होला। सैरनी, माइरनी, दाइरनी, स्वारनी, हिमरनी भन्ने हाम्रो यस्तो जान्छ। सुल्लामा दाइलामा भन्ने यसरी सही लाग्छ क्या। अन्त त्यहाँदेखि यो हाम्रो धुरिसकेपछि यो गीत हामीहरू गाउँछन्। गाएर अनि त्यहाँदेखि फेरि अर्को नि फेरि स्याओले हो त जारी ल्यायो कटै बारीला चिप्ल्या बारीला स्याओले हो त जारी ल्यायो कटै बारीला चिप्ल्या बारीला। यो यसरी यो गीत त थुप्रै छन्। यो त जन्मै पनि यो चुडिया जस्तो हो। यो गीत थुप्रै छन्। यसै गरेर हाम्रो घाँटो गीत चाहिँ धुर छ। यो अहिले तपाईँहरूलाई बिचबिचमा अलि हामीहरूले भनौँ डाँडा जस्तो अब बिचबिचमा त्यो गरेर भने अहिले फेरि अब तपाईँहरूलाई एउटा कुरा भन्नु चाहन्छु। हामीहरू
सन्तवीर गुरुङ र खडवीर गुरुङले एउटा मारनी सम्बन्धी हाम्रो गुरुङको संस्कृतिको चाहिँ मारनी सम्बन्धी मारनीको चाहिँ अब यो उहाँ सम्धि छ हाम्रो हामीभन्दा गुरु उहाँ सम्धि हुनुहुन्छ उहाँ गएर अन्तर्वार्ता तपाईँहरूले लिन सक्नुहुन्छ र हाम्रो चाहिँ मारनीको चाहिँ पहिला ठगुन आन्छ ठगुन मैले नै आन्छ यो जस्तो गीत यो मादल बजाउनेमा यहाँ हाम्रो गाउँमा धेरै जस्तो उति साह्रो छैन ठगुन मैले आन्छ पहिला ठगुन आन्छ त्यहाँदेखि बर्नाउँछन् बर्नाउने चाहिँ हाम्रो 2-3 थरी छन् अब एकैमुखी लुद्रासीबाट 10 मुखी लुद्रासीमा पुऱ्याउँछ यो एक अन्त बरै लाउँला गुरु बरै लाउँला आकाशकै बाँसोदेव बरै लाउँला त्यसो गरेर यो आकाश पताल पूर्व पश्चिम उत्तर दक्षिणको यो एउटा बर्नाउँछन् यो बर्नाएपछि त्यहाँदेखि हामीले फेरि ठगुन अब बिचमा फेरि ठगुन आन्छ ठगुन आनिसकेपछि त्यहाँदेखि हामीले चुडिया गाउँछ है चुडिया भनेको के हो भनेदेखि ए कहाँ मेरो इष्ट मित्र कहाँ मेरो दाजुभाइ मरानु पर्यो एकला ए मरानु पर्यो एकला मरानु पर्यो एकला जमुराजे हो मरानु पर्यो एकला ल यो एउटा अब यो हामीले चुडियाको मेसोमा यसमा हामीले सकभर भोलि हामीहरूले यो मेसो भन्छ यसको गीत त धेरै छ अन्त हो चुडिया हामीले यो गाउँछन् यो गाएपछि गुरुङको भेष अब यो मारनीको नि अब यो भयो त्यहाँदेखि तपाईँहरूलाई अब भन्नु के पर्यो भने गुरुङको के रह्यो भने सुनिमाया बसिया बागा होइन बसिया बागा अब के भन्नु पर्यो भने बसिया बागा हामी कसरी गाउँछ भनेदेखि अब गेडा मात्रै भनौँ बाटो र मनी हारियो म गए देऊ मलाई घोगाचार अनि त्यहाँदेखि बिचमा बाटो र मनी यो अब भन्नु भने फेरि अब लम्बा चौडा नि जान्छ बाटो र मनी हारियो मगे देऊ मलाई घोगाचार भनेर बिचमा फेरि हामीले हाँगा चढाउने हो त्यसमा फेरि लास्टमा फेरि मायारो जीवले नजानु होला बसिदे दिनाचार भनेर चाहिँ हामी त्यो टुगा मार्ने हो के हो यो हाम्रो मेरै यो गीत चाहिँ प्रष्ट ज्यादा कसलाई छ भनेदेखि अहिले मेरो दिदी हुनुहुन्छ पुन नानीको आमा र मेरै दिदी हुनुहुन्थ्यो यहाँ कुले आमा यो 2 बहिनी भएपछि यस्तो गीत त यो 2 बहिनीले कति गाउँथ्यो यो गाउँमा यो यस्तो सुनिमाया र यस्तो बसिया बागा तर हामीहरूले अलिअलि त आउँछ यो दिदी डुवाले कति गाउँथ्यो यस्तो के अनि त्यहाँदेखि हामीहरू बसिया बागा गाउँछ बसिया बागादेखि त्यहाँदेखि फेरि तपाईँहरूलाई अब गुरुङ संस्कृतिको अलिकति भन्नु पनि लाग्यो बिचबिचमा काट्दै लिएर भन्दै गएको छु अब यो पुरै भन्यो भने त यो त अब धन्नै रातभरि पनि तुर्दैन नै अब तपाईँहरूलाई फेरि हाम्रो फागुको मेला आयो फागु खेल्छ है अब फागु कसरी खेल्छ भने फागु अब जस्तो छर्मनिपत पारी छ घाँस काट्नु गएको छ मैती वारी छ अथवा मैती पारी छ छर्मनी वारी छ अनि त्यहाँदेखि हामी फागु खेल्छ भने नि पारी पखा पखेरामा हिल्या सोरो रो हाम्रो बौजू नकल्नी नानी ओरो रो ओहोय भनेर भन्छ कि हाम्रो फागु खेल्ने हाम्रो गुरुङको परम्पराको अन्त त्यसो भने चाहिँ त्यहाँदेखि छर्मनीहरूले के भन्छ भने आर्मल्या साग फलामी साग तेरो बाबु हालोन्ड्या मेरो पछि लाग भनेर छर्मनीहरूले भन्छ कि यस्तो हामी जोडा टोडा पर्छ कि फागु खेल्छ यसरी फागु खेल्छन् यो फागु खेलेर
त्यहाँदेखि यो कुरा त धेरै छ, तपाईँहरूलाई एउटा एउटा कुरा त सुनायो हो। यसरी फागु खेल्छन्। अनि फागु खेलिएपछि अब जस्तो यो चैत वैशाख लाग्यो, हामी दाउरा बोकेर आउँछ नि त। दाउरा बोकेर आउँदाखेरि अनि लालीमैको कुरा आउँछ। लालीमै जस्तो छर्मनी मैतीभत दाउराबारी भएर हुरुरु आउँछ। अनि छर्मनीभत पहिला यहाँ हुन्छ, मैतीभत त्यहाँ हुन्छ। अन्त हाइसा हो लाले मै भनेर अब मैतीले भन्यो। अनि त्यहाँदेखि मैती त्यहाँ पुग्यो। त्यहाँदेखि छर्मनी ए लाले र मैको खेदला भनेर हामी यो गीत गाउँछन्। यो गीत गाएर त्यसरी गाउँदै 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 आएर यो घर आइपुगेपछि मकैको दाना उसिन्छन्। त्यहाँदेखि भाङ्गु पाउँछ नि त, भाङ्गु गेडाको चाहिँ अचार बनाएर हामीहरू जाँड बनाउँछन्। जौको जाँड बनाउँछ, पहेँलो पहेँलो भएको त्यो जौको जाँड राखेर चाहिँ छर्मनी मैती खान्छन्। खाएपछि त्यहाँदेखि रोदी घर हुन्छ। रोदी घरमा हामीहरू गाउँछन्। रोदी घर आचिन मैले भन्यो, रोदी घरमा हामीहरू हाम्रो जमाना त रोदी बसिया हो। जम्मा मेरो 6 सालको जन्म हो। अहिले झन्डै 75 भयो होला, 75 भयो होला जस्तो लागेको छ मैले। यदीसम्म आउँदाखेरि चाहिँ मैले रोदीगरदेखि लिएर लालीमैदेखि लिएर लिङ्गमादेखि लाएर अहिले यहाँसम्म आइपुग्यो। तर किनभनेदेखि अहिले मैले अलिक बुझेअनुसार चाहिँ हाम्रो संस्कृति अलि हराउँदै गएको जस्तो भयो, बिर्सिँदै गयो। छोरी हाम्रो छोरा नातिफतले अलि ध्यान नदिए जस्तो भयो। हामीहरूले त्यहाँ नाच गाउँछन्, भोलि तपाईँहरूले देख्नु होला। त्यहाँ नाच लाग्यो भनेदेखि कोही मान्छे आउँदैन। त्यो नाच आउँदाखेरि जस्तो मैले अलिअलि जाने छ, मेरो सामान्य छोरा नातिफत आएर के भन्दै रहेछ बाजेले भनेर बुझ्यो भनेदेखि यो गीत यो बन्दो रहेछ भनेर छोरा नातिले टिप्ने हो। गर्दाखेरि उहाँले ध्यान नदिएपछि त्यहाँदेखि त्यो त संस्कृति हाम्रो हराउँदै गयो। अहिले नाच कृति हाम्रोमा छैन। पहिलादेखिको जब चैत लाग्यो हामी घाँटो नाच्ने हो। अहिले भने हुन्छ त घाँटो सुरु गरौँ। अनि जब दसैँको हाम्रो त्यो यहाँ कालकती जगाउँछन्। त्यो कालकती जगाएको हामीहरूले त्यो सिगार लिएर माथि पाङ्देगर बन्नेमा लान्छन्। त्यो पाङ्देगरबाट हामी नाच उठाएर आउँछ। नाच उठाएर त्यहाँदेखि मार काट्ने बेलामा चाहिँ नाच गाउँदै 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 मार काट्ने हो। त्यस्तो गरेर हाम्रो परम्परागत चलन त्यो थियो। तर अहिले चाहिँ के गर्नु त, करिबन अब अलि हरा जस्तो नै भयो। अब नातिफतले तिमीहरूले यस्तो पर्सन ल्याएमा मैले अलिअलि त्यो दियो। खासै कुरा त मेसो त छैन नै। तर पनि मुख्य कुरा त हाम्रो गुरुबाबुफतले भनेको कुरा मैले अलिअलि टिपेर राखेको थियो। यही पर्सन हो र यसमा अब छोरा नातिफतले यस्तो ध्यान दिनु र तिमीहरूले यस्तो अघि बढाउने सुरु गर्नु र मेरो चाहिँ धन्यवाद छ। किनभनेदेखि अहिले मैले नि यस्तो बुझेअनुसार चाहिँ हाम्रो संस्कृति हरा जस्तो लाग्यो। अहिले यो दसैँ आउँछ, तिहार आउँछ, चाड बनाउँछ। हाम्रो यो यस्तो नाच गाना भन्ने नाच गाना धेरै छ, गीत धेरै छ हाम्रो गुरुङ जातिको। अझै मैले अलिक थोरै भनेको छु, अझै धेरै छ। त्यो नाच गाना एउटै छैन, खालि आफ्नो बाटो छ, खायो कहाँ हो त्यहाँदेखि हामीहरू नि बस बुढापाको हामीहरूलाई त किनभनेदेखि छोरा नातिफतले लो यो कुरोको के हो कस्तो हो भनेर बोल्नु आयो भने हामीले सिकाउने हो। हामीहरूलाई वास्ता छैन। अब हामी 70 पुग्यो कि त्यो बुढा लत्तरी भन्छन्। 70 पुग्यो हामी लत्तरी छ। हाम्रो कोही रोस गर्नेको मेलो नि हामीलाई छैन, कोही त्यो गर्नेको मेलो नि हामीलाई छैन र हामी अब लत्तरी सह्यो। र त्यस कारणले अब यो छोरा नातिफतले ध्यान दिनु र यसमा अब भन्दै तिमीहरू नातिफतलाई अब मैले 2-4 शब्द सुनायो र यसको लागि फेरि अब
तिमीहरूले यस्तो कोसिस गर्यो भने फेरि नै अब होला र भन्दै अब यतिमै तिम्रो हाम्रो चाहिँ अब बिदा गर्नुपर्नेको रोल भयो। धन्यवाद।